जिनजी सरकार बनिने यो सरकार जो संवैधानिक बाटोबाट जनताको अभिमतबाट बनेको होइन, यो तोडफोड आयोजनीको माध्यमबाट बनेको। यो सरकारलाई म भन्न चाहन्छु, यो सरकारले मेरा अभिव्यक्तिहरू, मैले बोलेका कुराहरू प्रकाशन गरेर जनताका बीचमा ल्याओस्, अरूको पनि ल्याओस्, उहाँहरूका पनि ल्याओस्। मैले भनेका सम्पूर्ण कुराहरू यो सरकारले हिम्मतका साथ जनताका बीचमा पुर्याओस्, प्रकाशित गरोस्। कुरा कर्मचारीलाई दिएका निर्देशनहरू रेकर्डेड छन्, ती कुराहरू बाहिर ल्याओस्। प्रहरीलाई दिएका निर्देशन रेकर्डेड छन्, ती बाहिर ल्याओस्। अथवा अरू क्षेत्रमा गरिएका कुराहरू रेकर्डेड छन्, बाहिर ल्याओस्। हामीले गरेका कामहरू रेकर्डेड छन्, बाहिर ल्याओस्। हामी कुनै षड्यन्त्र गर्दैनौँ, हामी कुनै छलछाम गर्दैनौँ। छलछाम र षड्यन्त्र होइन, हामी पारदर्शी ढङ्गले अगाडि बढ्छौँ। जुनसुकै कुरामा पनि हाम्रो नीति हो पारदर्शिताको, स्वच्छताको र जनतालाई सेवा सुविधा उपलब्ध गराउने कुरा, शान्ति सुव्यवस्था कायम गर्ने कुरा, कानुनी राज स्थापना गर्ने कुरा हाम्रो नीति। त्यही अनुसार हामी चलेका छौँ।